I didn't start this journey with a big plan. I just started walking. There was no group around me, no checklist, no clear idea of how far I would go. I had my backpack, my camera, and a quiet urge to step away from everything loud. This was my first solo trek, not alone in the lonely way, but alone with my thoughts. And if this kind of journey speaks to you, welcome to my channel. Right, good morning guys. Solo trek. The journey began early from Kathmandu. A local bus, no rush, no expectations. I left the city behind, watching buildings slowly turn into hills and noise fade into long stretches of road. By evening, I reached Besisar. Good morning guys. The next morning started with confusion. I was ready by 8, but the road had its own timing. Guys, look at that, right? Weather and say, Finally, just after noon, the jeep moved. At first, the road was smooth, then narrow, then rough. We stopped at Chamse near Bung Waterfall, a short lunch break by the sound of falling water. Hello. Back on the road, the landscape kept changing. The jeep shook, but outside the mountains stood still. A daylight faded. The cold grew stronger. By the time we reached Lower Pisang, it was already dark. I checked into the Bob Marley Hotel. The warmth here was instant. Friendly conversations, hot water. After a long day, that warmth meant everything. Bob Marley Hotel में आगो ताप्दै पंजाबबाट आउनु भएको एकजना साथी पनि भेट भएको छ। ये भाई हाइकिंग करने आए हैं अकेले, सब दोस्त जो उनके हैं ये सुन लो। ये बता रहे थे कोई दोस्त ही साथ निकला। अभी अगली बार आप लोगों ने साथ आना है इनके। एकदम चिल अब आगो ताप्दै बसिरहे। दाजु पनि हुनुहुन्छ त्यता। हामीलाई अब मासु भात खुवाउनलाई व्यस्त हुनुहुन्छ। वो कैसा लग रहा है नेपाल? बहुत खूबसूरत है। खूबसूरत है ना? लोग भी बहुत फ्रेंडली हैं। वो भाई भी अकेले ही आया है मेरे जैसा। नेपाल तो बहुत अच्छा है। दिल्ली पे एक बार मेरे उनको दारू खाए थे, जहाँ गए थे, खुद नाम लगाए थे, 6-7 जनाले सबै मोबाइल एक्सपीरियंस मिल गया आपको। यो चाहिँ हाम्रो बब माटीको खाना, सिलौटामा पिसेको अचार, पापड। अचार त मेरो फेभरेट। मैले थपेर खाने मान्छे है अचार चाहिँ। खाना चाहिँ धेरै नथप्नु, ठिक्क मात्रै। ल ठिक छ। अब मासु थप्ने कुरा भएन, अरू कुरा छँदैछ। सबै फिनिस। मनाङमा खाएपछि आएपछि स्याउ त खानै पर्यो। तिखर क्या, टेस्टी, भेरी भेरी टेस्टी। बब माटीको दाइले एज अ डेजर्ट दिनुभएको। The next morning, the weather was clear and calm, perfect for walking. गुड मर्निङ फ्रम लोवर पिसाङ। अब आज मनाङसम्म जाने, ब्लू लेक ग्रिन लेक घुमेर होटल बब मार्ली। तिनीहरू बबाल अति नै रमाइलो, दाइ साह्रै मजाको हुनुहुँदो रहेछ। एकदम मिठो मिठो खाना खुवाउनु भयो है। बेसी सर हो नि त, सस्तो ल। तपाईँहरू पनि आउनुहुन्छ भने चाहिँ यो ठाउँ चाहिँ जरुर अब बस्नु होला। हेल्दी ब्रेकफास्ट, एप्पल, टोस्ट अमलेट, ब्ल्याक कफी। अफिसियली वाकिङ सुरु भयो। हिजोसम्म गाडीको मात्रै यात्रा थियो, आज यहाँबाट वाकिङ। लोड त हेभी नै छ हौ योपालि पनि। ग्रिन लेक छिर्ने बाटोमा आइपुगेँ। यो मेरो सोलो ट्रेक हो, आइपुग्यौँ भन्ने मिलेर आइपुगेँ। I'm on the way to Green Lake. Wow, my God. After about 30 minutes of hiking, I reached Green Lake. Green Lake चाहिँ नि पुरै एक चक्करै लाउनु मिल्ने रहेछ। Green Lake lies at around 3,050 meters above sea level. Its calm green water reflects the surrounding snowy peak, making it one of the most peaceful places in Manang.
Some places don't ask you to do anything. They only ask you to stay. अहिले ग्रिन लेक भन्ने ठाउँमा छु। हाई एल्टिट्युडमा भएको यो लेकहरू यस्तो अवस्थामा देखिनला स्पेसिफिक सिजन यो टाइममा मात्रै अब यस्तो भ्यूहरू देखिन्छ। प्लस अब वेदर कन्डिसन हेर्नु कस्तो छ हैन। यस्तो बवाल छ ओ माई गॉड। म त आजको दिन यहीँ बसौँ कि जस्तो लागिरहेछ तर के गर्नु साह्रै मजा आयो। स्वर्ग जस्तो ठाउँ। यो स्वर्ग भन्दा केही कम छ त हाम्रो देश हैन। कस्तो हुन्छ स्वर्ग यस्तै हैन। Leaving Green Lake, I avoided the dusty road and took a quiet walking trail through the forest. There was no one around, no voices, no footsteps except my own. सुनसान बाटो एक्लै पो भयो त यार। अब यो शान्त कुरालाई मनन गर्नु पर्यो हैन। यो चाहिँ नि रोडको बाटो भन्दा अलिकति फरक ट्रेकिङ रुट रहेछ यो चाहिँ नि। अरे भाई आप इधर हेलो ब्रदर इधर क्या कर रहे हो यार एक ही टाइम हो गया How's it going? Going well. Long time no see. No, I went to Upper Pasang instead. Upper Pasang गया, वहाँ पे monastery गया। अभी मनांग तक है ना? मनांग से पहले एक है मुंगी। वहाँ से शुरू होती है हाइक आइस लेक की ना। इसलिए सोच रहा हूँ आज रात इधर रुकूंगा, फिर लिए कल करके सुबह। अगर आइस लेक करना है तो फिर क्यों? फिर पहले मनांग जाओगे, फिर वापस आओगे, फिर करोगे तो। शांत है। Walking alone in silence feels different. Your thoughts become louder, your breathing becomes slower. In that moment, the trek started feeling like meditation. After several hours of walking, I reached the Humde area. बजार क्षेत्र कति सीमित छ। अहिले म त्यहाँ चाहिँ अब हिमालय होटल हुँदै मलाई आइसक्यो खाने कुरा हुन्छ त। हुम्टी पनि त्यस्तो बस्नु लाने ठाउँ नै छैन रहेछ। त्यही भएर म त बसिनँ। अब बिहानको खाना खाएको छैन। ठाउँमा बसेर कफी बनाएर कफी र मसँग बिस्कुट छ त्यही टक्क खाएपछि भात कि खानु पऱ्यो। के हुम्डे एयरपोर्ट यहाँसम्म प्लेन पनि आउँदो रहेछ है। ब्लू लेक पनि आइपुग्यो। This is Singdi Lake, also known as the Blue Lake of Manang. Sitting at around 3,600 meters above sea level, the lake has no visible source of water, which adds to its mystery. Its deep blue color and freezing temperature stand out against the open landscape and distant snow-covered peaks. Good morning guys. जो म यहाँ मनाङको मुङजे भिलेजमा बसेको। कहाँ यहाँबाट आइस लेक जाने ठाउँ सुरु रहेछ। आइस लेक यहाँबाट 4 घण्टाको उकालो। त्यो 6 घण्टामा तल झरिन्छ अरे गएर। आज आइस लेक गएर फर्केर अनि हल्का माथि मनाङसम्म गएर बस्ने कि मेरो भन्ने विचार छ। मौसम त यही नै हो सदा चाहिँ आज पनि पर्फेक्ट छ है। अब आइस लेकको लागि हिँड्दैछौँ। मसँग एकजना साथी पनि हुनुहुन्छ। हामी त लोवर पिसाङदै सँगै हो। यहाँ पनि सँगै भयौँ। पनि आइस लेकै जाने रे। शुरू करने लगे हम आइस लेक की हाइक। देखते हैं क्या हालत होती है। मैंने तो बैग नहीं पकाया। बैग का मसला नहीं है अभी, बस इंक्लाइन का मसला। स्लोली जाएंगे, कोई दिक्कत नहीं है। हाम्रो दाजु हुनुहुन्छ पुरा वर्ल्ड टुर गर्दै बसिरहनु भएको छ अहिले नेपालको पारो। आप किधर गया था? इधर से? From Manang, the trail to Ice Lake begins gently, almost deceiving. The sun was warm and the mountains looked calm. I carried only my camera bag that day, thinking the light walk would be easier. कैसा लग रहा है आपको? अच्छा लग रहा है? दिल कर रहा है यहाँ पे भी जल्दी मजा आ रहा है यार। अभी कितना हुआ? 3750, almost 1000 to go. यस्तो हुन्छ है स्यासे उकालोमा। अब चाहिँ नि हल्का एल्टिट्युडको एउटा फिल हुन्छ नि सेन्स आउँदैछ है। As I climbed higher, the landscape slowly changed. Grasslands faded, snow began to appear. Every step felt heavier, not because of the trail, but because of the altitude. 3900 मिटरमा आयौँ। After a few hours, I reached a small tea house along the way. A cup of black tea, a short rest. From here, the trail no longer felt friendly.
नगरिकन आनन्दले जान सकिन्छ भने मजाले चढ्ने हो। ठाउँ छ तिम्रो च्यालेन्जिङै छ है। 4400 मिटरमा आइपुग्यो। 200 मिटर माथि भनौँ न। यस्तो दामी भ्यू छ है। Some trekkers were returning. They warned me about the ice ahead. Steep, slippery, unforgiving. I stopped for a moment, listened to my breath, checked my body. I felt fine, so I put on my crampons and continued. Above 4,600 meters, the trail demanded full attention. One mistake here would leave no second chance. And then, suddenly, Ice Lake appeared. Clear water, not frozen, surrounded by snow-covered hills and absolute silence. There were no people, no voices, just me, standing alone at one of the highest lakes in Nepal. I didn't stay long. The wind was fierce. The cold was relentless. I took a few photos, a few quiet moments, and began my descent. Yes, I did it. अब यहाँबाट बिदा हुन्छ। म फर्किँदाखेरि केही भिडियो सिडियो केही खिच्दिनँ। म किन भन्दा अलरेडी ठ्याक्कै क्यामेरा सामान सब प्याकिङ अनि तुफान वाकिङ। हिजो चाहिँ आइस लेक घुमेर अनि ठाडै मुङजीबाट यहाँ खाङसारसम्म आएर बसेको। आज तिलिजो बेस क्याम्प जाने। यो हामी खाङसार भन्ने ठाउँको लजमा हिजो राति आइपुगेको थियो। बल्ल बल्ल भेटेर यार झन्डै नभेटेको। अनि हिजो आइस लेक जाने क्रममा चाहिँ एउटा इन्ट्रेस्टिङ घटना पनि घट्यो। त्यो घटना पनि सुनाइहालौँ भनेर है। आइस लेकबाट ओर्लिँदै थिएँ, क्राम्पन पनि लगाएको थिएँ। एकदम त्यो डेन्जर एरिया ठ्याक्क कटिसक्यो होइन, मजाले कटिसक्यो। म एक्लै छु, कोही छैन त्यहाँ। जाँदाखेरि मेरो पछाडि एउटा मात्रै ग्रुप थियो। मेरो पछाडि टन्नै ग्रुप थियो, तर आइस लेकसम्म जाने ग्रुपको सबै लास्ट म परेँ क्या। मेरो पछाडि ग्रुपहरू सबै क्राम्पन नभएर फर्के तलतिर। कोही यत्तिकै फर्के, कोही अब फर्के। म चाहिँ नि गएँ। म जाँदाखेरि त्यहाँ टुरिस्टहरू थिए। टुरिस्टहरू मभन्दा अगाडि गएको टुरिस्टहरू त्यहाँ एकछिन भएर उनीहरू फर्किँदै थिए। उनीहरू लास्ट थियो त्यहाँको फर्किने होइन। अब म त्यहाँ पुग्ने पनि अब म एक्लै छु। त्यहाँ आइसलेमा पनि म एक्लै छु। 15-20 मिनट कति बसेँ, एकछिन बसेँ, फोटोसोटो खिचेँ, भिडियो खिचेँ, आएँ होइन। अनि त्यसपछि म आफ्नो पेसमा ट्याङ हुन्छ नि। अब ओह्रालो हिँड्दा त के गाह्रो पऱ्यो होइन। क्राम्पन लगाएपछि सुई हिँड्दै थिएँ होइन। यो सानो बाटो, चिप्लो बाटो, अनि भिड। त्यो एरिया ठ्याक्क कट्यो होइन। ठ्याक्क यस्तो ओह्रालो आयो अनि यता पनि खासै भिड थिएन, तर हिउँ चाहिँ थियो है। हिउँ पनि फर्स्ट टाइपको हिउँ थियो क्या, त्यस्तो टाइट हिउँ थिएन। अलिक तल सुई हिँडेको त मेरो एउटा क्राम्पनको त्यो तार मेरो अर्को जुत्ताको हुन्छ नि यस्तोमा क्या है, यसमा ठ्याक्क यसमा झ्याप्प अड्केर त मेरो खुट्टा लक भएर म त ड्याङ लड्यो। अगाडिपट्टि लडेँ होइन। ल बरु एकछिन त म सोच्न पनि सकिनँ के भयो कहाँ। ल म एक्लै छु, कोही छैन होइन त्यहाँ। लडेपछि यसो हेर्छु त के भएको भनेर चाहिँ क्राम्पनको त्यो तार उता अर्को जुत्तामा अड्केर जुत्ता यसरी लक भएर म खुट्टै दुइटा खुट्टा लक भएर बसिरहेको रहेछ। म यस्तरी खुट्टा माथि म तल यसो छु। तर एउटा कुरा चाहिँ के चाहिँ राम्रो भन्दाखेरि जहाँ मेरो इम्प्याक्ट पऱ्यो त्यहाँनिर चाहिँ हिउँ नै हिउँ थियो। त्यो एकदम सफ्ट हिउँ थियो अनि एरिया पनि एकदम सेफ थियो क्या। त्यस्तो डरलाग्दो त्यस्तो डेन्जर केही पनि थिएन। अनि मैले यसो हेरेँ पछाडि मेरो अड्काएर छ लक अड्काएर छ भनेर यसो हेरेँ, कस्तो गाह्रोसँग अड्काएर छ। निकाल्नलाई नि लगभग 2-3 मिनट लाग्यो निकाल्नलाई। बल्ल यस्तो ज्यान बनाएँ। अनि क्राम्प पनि निकालेर यसो हेरेँ, सोचेँ होइन, ओहो म त एक्लै छु यस्तो ठाउँमा, कोही पनि छैन। त्यही इभेन्ट ठ्याक्क अलिकति माथि त्यो चिप्लो भएको अनि तर भिड भएको ठाउँमा भएको भए होइन के हुन्थ्यो। म त्यस्तो सोच आउँदो रहेछ क्या एक्लै हिँड्दाखेरि। राति सम्झिँदाखेरि पनि डर लाग्ने क्या। ओहो एक्लै हिँड्दाखेरि यस्तो भएको भए तल त्यो त एकदम हुनै नसक्ने इभेन्ट भयो नि त। किन भयो त्यो त्यहाँनिर होइन। हुन पनि भयो, यस्तो सेफ ठाउँमा भयो कि केही पनि नहुने ठाउँमा भयो क्या। इन्ट्रेस्टिङ पनि भयो कहानी, अलिकति डरमर्दो पनि भयो। सायद केही तैँले केही सिक्नुपर्छ भनेर सिकाउनलाई हो कि। त्यही अलिक माथि भइरहेको त म त नो चान्स होइन त्यस्तो ठाउँ। त्यो त्यहाँ माथि नि त हुन सक्थ्यो नि, सक्थेन होइन। त्यही भएर म चाहिँ नि अलिकति कस्तो भइरहेछ होइन। 1000मा भयो भने नि वान टाइम हुने इभेन्ट हो क्या त्यो। त्यसरी कसको अड्किन्छ भने होइन, त्यस्तो अड्केर लडेको क्या। सोलो ट्रेकिङको अनुभव। तिलिजो बेस क्याम्पसम्मको यात्रा। तिलिजो बेस क्याम्पमा गएर आनन्दले रेस्ट गरेर बस्ने हो। I left Khangsa quietly. No rush, no long thoughts, just the trail ahead. And the sound of my own steps. अब श्रीखर्क आइपुग्नु लाग्यो। श्रीखर्क लगभग 10-15 मिनट जतिमा होला।
मेरो पसिनाले लुगा सबै भिज्यो, त्यही भएर एकछिन घाम लागेकोमा सुकाएर जाम भनेर। The path opened slowly. Wide valleys, dry land. Mountains standing close and far at the same time. Every turn felt exposed, yet peaceful. ज्यान गलेर लथराक लुत्रो भइसक्यो यार। खाङसारा रहेछ यो पनि। ल हेर्नुहोस्, यो सबसे रिस्की ल्यान्डस्लाइड एरिया भनेको यही ल्यान्डस्लाइड एरिया हुँदै जाने हो। हेरेर मात्रै जानु भन्छन् है, हेर्नु है गाइस, म हेरेर मात्रै जान्छु है, यहाँ धेरै बस्नु हुँदैन। माइको डर पो लाग्दो रहेछ माया सारा। कहाँ मैले हेट के आयो फेरि को छ त, भोलि फर्किन अलिक जाऊ। Along the way, I spotted Lucip. I stopped. The mountains didn't mind. The trail crossed long landslide sections. Loose stones, careful steps. It looked dangerous, but today it felt calm. The mountains were watching. The walk was long but not difficult. Cold air, quiet surroundings, the kind of tiredness that feels honest. As Tilicho Base Camp came into view, there was no celebration, just relief and gratitude. Tomorrow, the lake. Finally, Tilicho Base Camp hotel ma आइपुगे। यहाँ चाहिँ नि बस 5 स्टार होटल त नमानौँ, जस त्यस्तै टाइपको। हेर्नुहोस्, रुम नपाएला के भन्दा आएको मान्छे, यस्तो रुम पाएपछि त हो त। आहा सुत्दिउँ यार। Oh my god. Good morning guys from Tilicho Base Camp. 3:30 भयो। लास्टै हिँड्नु छ अरे माथि। हामी चाहिँ अब उठेर रेडी भएर निस्किने तर्खरमा छौँ। जाडो एकदमै छ। राति निद्रा पनि लागेन खासै। I woke up before the mountains. The night was cold, the kind of cold that stays inside your bones. At 4:30 in the morning, with a torchlight and crampons on my feet, I started walking. हिँड्दैछौँ बिस्तारै। मलाई त हिजो राति त यार अघि त नि क्या जस्तो लागिसकेको थियो। फेरि 12:30 बजे निन्द्रा खोलिदिएर हामीले त्यसरी निन्द्रै लागेन। तर बिहानीको टाइममा हिँड्न साह्रै मजा भने यार। गाह्रो त गाह्रो छ, त्यही पनि मजा छुट्टै किसिमको मजा चाहिँ नहुने। The trail was silent, frozen, every breath visible in the dark. साढे 9 बजे पुग्ने अनुमान छ। As the sun slowly rose, the landscape changed, from shadows to silver, from night to ice. पहिलो घुम्ती The wind grew stronger with every step. By the time I reached Tilicho Lake at 4,919 meters, the cold was unforgiving. The lake stood there, vast, powerful and silent, surrounded by snow and mountains. No celebration, no noise, just 10 minutes to stand, to breathe, and to feel how small I was, reminding me that this place belongs to the mountains, not to humans.
खाङसारको महल है खाङसारको त्यो व्यक्तिलाई सम्बन्ध आफूलाई गाउँमा लाग्ने 4-5 बेस्ट गानामा कुन छ हुन्छ नि हाम्रो बेस्ट गाना गाइरहने केले कस्तो भने त्यो गीत गाउँदैन रमाइलो सुन्दैन रमाइलो क्या गाइदियो भइहाल्छ हिम्मत आएन भने यो के भन्छ अरे यो झाइकुटे अथवा तुमै ल्याइदियो होला गीत त गाउनुपर्छ बाबु मलाई माया गर्ने तिमी नै हौ 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 मलाई खुसी दिने तिमी नै हौ 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 हेर मलाई समायो हात नछुटोस् हाम्रो दरिलो साथ देख्नेले देखोस् सुनोस् हाम्रो यो सम्बन्ध पश्चाताप छैन कुनै यहाँ खुसी छौँ हामी छौँ जहाँ भन्नेले भनोस् गएछ मेरो तिमी नै हौ मलाई आफ्नो भन्ने तिमी नै हौ 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 तूने क्या कर डाला मर गई मैं मिट गई ओ जी हाजी हो गई मैं तेरी दीवानी दीवानी तेरी दीवानी दीवानी यहाँको के सिस्टम छ प्याकेज सिस्टम हो कि के छ यसो भन्दैन प्याकेज पनि छ अनि अब अप्सन हो तपाईलाई प्याकेजमा बस्नु मन छ भने प्याकेजमा पनि हुन्छ हैन हामी प्याकेजमा नबस्ने छुट्टै बस्छौँ प्याकेजमा चाहिँ भेजको 1600 नन भेजको 1800 छ ठाउँमा आएर यो प्याकेजमा 1600 र 1800 भने एकदम सस्तो रेट हो कहीँ पनि भेट्नुहुन्न है यो होटल चाहिँ नि हजुर तपाईँहरू आउन चाहनुहुन्छ भने चाहिँ नि यहाँ दिदीको नम्बर 8846589976 यहाँ बुक नगरिकन नआउनु होला कहिलेकाहीँ रुम नपाइन सकिन्छ एकदम सेन्टर एरियामा छ चढ्ने मान्छेहरू पनि चढिरहेको हुन्छन् झर्ने मान्छेहरू पनि यहीँ बसिरहेको हुन्छन् होइन त्यही भएर बुक गरेर आउनु होला